नाम बोलाउनु दिए एकचोटि यहाँनिर थोरै मात्रै कोही अलिकति उहाँलाई बोल्न लाएर अनि यस्तो पार्नु पर्दैन उहाँलाई बोल्नु यहाँनिर थोरै समस्या बहिनी एकचोटि अध्यक्ष नमस्कार सबैजनालाई आज चाहिँ हामी राहत वितरण कार्यक्रममा छौँ हामी आज हामी बिच हुनुहुन्छ गोकर्णेश्वर नगरपालिकाका अध्यक्ष रमशज्यू टोलका अध्यक्ष पनि हुनुहुन्छ त्यसपछि मेरो समूहका अध्यक्ष मनिषा कोटवालजी हुनुहुन्छ सबैलाई अनि यहाँ सम्पूर्ण उपस्थित दाजुभाइ दिदीबहिनीहरूलाई पनि हामीलाई सहयोग गर्न आउनुभएकोमा धेरै धेरै धन्यवाद र YDA नेपालका अध्यक्ष शेर्पाजी पनि हुनुहुन्छ उहाँले हामीलाई सहयोग गर्नुहुन्छ गोकर्णेश्वर नगरपालिकाका अध्यक्ष रमेश अर्यालज्यूलाई यो खाद्यान्नबारे नमस्कार सञ्चालिकाज्यूलाई आजको यो जुन विषम परिस्थिति छ विश्वमै अहिलेको यो कोभिडले गर्दा आक्रान्त भइरहेको छ नेपाल पनि त्यसको अघिल्लो छैन र नेपालमा अहिले जुन यो कोभिडले गर्दाखेरि एकदमै दयनीय स्थिति भएको मान्छेहरूलाई हाम्रो यो YDA नेपालका साथीहरूले जुन सहयोग गर्नको लागि मलाई समन्वय गर्नुभएको छ र विशेष गरेर हाम्रो शिबु भाइ पेलिङ र बहिनीले हामीलाई समन्वय गरेर यो राहत कसरी बाँड्ने भनेर उहाँले मलाई भनेअनुसार यो मैले टोल छान्दाखेरि यहाँ पनि हामीले बाँड्ने निर्णय गरेका छौँ भोलिको दिनमा हामी अर्को ठाउँमा पनि बाँड्छौँ र यो संस्थालाई चाहिँ मुरी धन्यवाद दिन चाहन्छु किन भन्दा जुन यो संस्थाले यहाँ ल्याएर यो बाँड्ने काम गरिदिनु भएको छ आगामी दिनमा पनि यसरी नै सहयोग गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु र म उहाँहरूलाई धन्यवाद दिन्छु र आगामी दिनमा म फेरि पनि यस्तो आशा वडा अध्यक्ष भएको नाताले मैले उहाँहरूसँग अन्य ठाउँमा पनि यसरी बाँड्नुपर्ने हुन्छ उहाँहरूसँग सहयोग म माग्दै आफ्ना भनाइलाई यही अन्त गर्छु सम्पूर्णलाई एकमुष्ट अब सरस्वती महिला समूहका अध्यक्षलाई सानो शब्द भनिदिनुको लागि र कार्यक्रम सुचारू गरिदिनको लागि आग्रह गर्छु नमस्ते यहाँ सम्पूर्णलाई विशेष गरी र आज चाहिँ हाम्रो यस सिजन टोल समाजमा चाहिँ हाम्रो YDA नेपालले चाहिँ हाम्रो टोलमा चाहिँ यसरी सहयोग गरिदिन आउनुभएको छ विशेष गरी यहाँहरूको टिमलाई नै धेरै धेरै धन्यवाद दिन चाहन्छु र यसै गरी हाम्रो शिवम भाइले चाहिँ एकदमै सहयोग गर्नुभएको छ उहाँले चाहिँ हामीलाई एकदम फोन गर्ने ओर्ने उहाँसँग नै म बढी कन्ट्याक्टमा थिएँ त्यसै गरी यहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु यसरी कोभिडको बेलामा आएर हाम्रो टोलमा आएर यसरी अब भनौँ न अहिले यो काम नपाएको बेलामा चाहिँ यहाँले यसरी खानको लागि अथवा यहाँले सहयोग गरिदिनु भएको छ यहाँहरूलाई मुरी धन्यवाद दिन चाहन्छु धन्यवाद नमस्कार
हात ताप्नुहोस् त्यो मलाई ल्याउनुहोस् त्यो मलाई ल्याउनुहोस् मेरो बुवा मेरो बुवा अलि पुरानो मान्छे धेरै नगद चौधरी उसलाई दिन्छ म हे नगर खाबे मिरङ लले अर्को त ये भर्ती तो कुनै भेट सामान भइजिन् काजे बजे 42 वटा थेन्जे तिनम लवल म एडी 43 वटा गीत काफी न आइयो अझ भान्जरले भने 43 मेरो बुवालाई धेरै दिन It's a Kesari was यहाँ हुने के त्यो पुल पारि चाहिँ एक दृष्टिबिन्द उ थियो कि अहिले मेरो एउटा यहाँ खण्डपन बुढी मान्छे आएर ढलमल भइरहेको छ भन्छ भोलि बिहान बोलाउनु होइन हजुर हेलो हजुर ए ल ल हस् हस् भोलि बिहान माथि हामी एउटै संस्था ए भइसक्यो त्यहीबाट तपाईँ गोपालजी भोलि बिहान आउनु है त्यहाँ माथि वास्तवमा म उता खेलाको भयो होइन कसैको खाँदैन म छोडेर खाने म एउटा किनकि मिस्त्रीको मिस्त्री हो म काठको मिस्त्री हो के कुरा भनिनु न राम्रोसँग राजनीति मैले के भन्नु त अब जस्तो कि मैले यो भयो होइन म जस्तो कि मेरो हातको प्रब्लम भयो म काका पुग्यो वीर हस्पिटल होइन वीर हस्पिटल सुषमा कोइराला हस्पिटल पुग्यो त्यहाँ मेरो पैसा मात्रै खाने भयो अब कसले मेरो उपचार गर्ने हामी सो त भाइ रातहरू बसिरहेका छौँ है त्यही कारणले राम्रोसँग जानु ल म बसेको मैले भने नि जब यो जस्तो कि मैले बिस्तारै बिस्तारै यति गरेँ मेरो हात सन्चो गर्दैन म कसम म बसेको रुममा मोबाइल किन्न जानु पर्यो भन्नु छ कमिटर हामीले चाहिँ नि फेरि 2-4 दिनपछि तल्लो भेल्ट चाहिँ नि लिएर हामी चाहिँ राहत वितरण गरिरहेका छौँ र जुन वाइडिए नेपालले यो काम गरिरहेको छ र जिल्ला जिल्लामा चाहिँ नि उहाँहरू जुन चाहिँ नि गर्नुभएको छ एउटा नेपालमै चाहिँ नि उहाँले एउटा उदाहरणीय काम गरेको चाहिँ नि मैले महसुस गरिरहेको छु र अझै पनि हामीले कतिपय चाहिँ नि घर परिवारमा गएर चाहिँ नि कोभिडका बिरामीहरू छन् भने तिनीहरूलाई चाहिँ नि हामीले एउटा अक्सिमिटर र मास्क वितरण पनि गरिरहेका छौँ र हामीले टोलका व्यक्तिहरूलाई चाहिँ नि उनीहरूले मास्क चाहिँ नलागिकन नहिँडुन् भनेर हामीहरूले के गरिरहेका छौँ त भन्दाखेरि टोलमा चाहिँ नि गएर उहाँहरूलाई चाहिँ बुझेर हामीहरूले चाहिँ नि पसलमा त्यहाँ भागाहरूलाई त्यहाँका चाहिँ युवाहरूलाई त्यहाँका टोल सुधार समितिहरूलाई चाहिँ नि हामीहरूले समेटेर चाहिँ उहाँहरूलाई पनि त्यो उहरू गरिरहेको छ यहाँबाट उहाँहरूले कम्तीमा पनि 1100 प्याकेट मास्क वितरण गरिसक्नु भएको छ त्यस्तै गरी सेनिटाइजर हामीहरूले र मठ मन्दिरहरूमा आएका चाहिँ भिडवासीहरू र मठ मन्दिरमा पनि हामीहरूले चाहिँ त्यो आएका व्यक्तिहरूलाई कोही मास्क नलाइकन आएका छन् भने तिनीहरूले मास्क लगाउनु भन्ने हेतुले पनि त्यहाँ पनि एउटा मास्क चाहिँ राखेको अवस्था छ र उहाँको रमेश अधिकारीले आफ्नो